नमस्कार गरे किराजी तपाईको स्टलमा यहाँ अब घुम्दै फिर्दै आइपुग्यो के छ खुकुरीमा नयाँ नौलो यो छ हजुर। अरे बाबै 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 यो यो त धारिलो छ है यो बिच्छु 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 यो चाहिँ को चाहिँ तपाईको शिरदेखि पुछार देखाउनुस् शिरदेखि पुछार भनिरहेको छ कोपाले पनि यो शिरदेखि पुछार हेर्नै भयो अब यसको चमत्कारै हो कि चमत्कारै रहेछ यो खुकुरी खेलान्ची छैन यो नखोली देखाउँछु हो। यो क्याप टोपी लगा जस्तो छ अरूमा भन्छौ भने यस्तो मात्रै छ। अच्छा यसमा र यसमा हेर्नुहोस् यहाँ छैन यसको छ है। अच्छा क्याप टोपी क्याप र यो चाहिँ सिङको हो बेड बेड के को सिङ पर्यो यो चाहिँ तपाईँको भैँसीको भन्छ रागाको। अरे बाप रे बाप रे बाप रे बाप यो त प्याक रहेछ। अब तपाईँको खोलाएँ मैले तपाईँको कष्ट बढाइदिएँ काम बढाइदिएँ मेरो कामै त यही हो देखाउने है कस्टमरलाई देखाउने। अरे बाप रे बाप रे बाप यो चाहिँ छुरा छुरा बिच्छु 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 अरे बाप 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 हो र छ नि हो केस खाने केस रौ खाने रौ यो यस शिरदेखि पुछार एकपल्ट देखाउनुहोस् त फलामे है सर यो त साह्रो तोडिलो पो रहेछ त ढाड देखाउनुहोस् ढाड यो कौडी पनि हेर्नुहोस् हेर्नुहोस् यस्तो खोलाइ पनि खोलाइ पनि हेर्नुहोस् ढाड बडा गजबको रहेछ नि यसले त मासु पनि ओजन कतिको छ ओजन 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 यो अनुमानित ओजन 1 किलो चाहिँ छ लगभग एकदमै हजुर तोडिलो हजुर हड्डी जान्छ यसले हड्डी हजुर हजुर 12 इन्ची 12 इन्चीकै खुकुरी आजको चाहिँ यो विशेष खुकुरी हो यो विशेष कति रुपियाँ छ हजुर यो यसको 2800 मात्र 2800 खाली अफर जोडेर 2800 आएछ भने त अझै त्यसमा त म मिल्छ पो है म त त्यस कहाँको बजिया भनेको जस्तो नि हजुर आज चाहिँ कसको भाग्यमा छ कुन यो चाहिँ 2800 मा लाने छालाको उयो हो दाँत छालाले मरेको दाँत हजुर कर्दा चकमक पनि छ हो त रहेछ यो कर्दा चकमक पनि यो ह्यान्डल जेको छ नि त्यसकै हो सिङकै हो। अच्छा अच्छा यो अरूमा चाहिँ काठको छ अरूमा चाहिँ काठको लु तपाईँलाई बहुत बहुत धन्यवाद जानकारीको लागि। तपाईँको कस्टमर पनि आए जस्तो पछि हेर्नुहोस् त ए आउनुभयो लु हेर्नुहोस् लानुहोस् एउटा अर्को कुरो के छ भनेदेखि बताउनुहोस् सम्पूर्ण सारा अब हामी नेपाली गोर्खे दाजुभाइहरू छ हजुर विश्वमा अब छरपिष्टा भएर बसेको छ कति छुट्टी पाएर आउने भयो कति नआउने भयो होला है। उहाँहरूलाई पनि मेरो शुभ दशैँको शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना चाहन्छु। म किरात डाक्टर हो वीरेन्द्र राई। बडा दशैँको शुभकामना सबैलाई एकदम त्यो शुभकामना साथै आशीर्वाद दिन चाहन्छु। हजुर टिका लाउनु आउनेलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँको निवास बताइदिनुहोस्। टिका लाउने इच्छुक पनि हुनसक्छ इच्छुक छ आउँछ उहाँहरूलाई पनि म त्यति बेला अब आशीर्वाद दिन्छु। राम्रै राम्रो एकदम शुभकामना उहाँहरूले चिताको कुरो पुगोस्। अच्छा अच्छा शुभयात्रा होस् सदा दिन यात्रा गर्दा पनि त्यही त दक्षिणा चाहिँ चेकमा हान्छ नि म फोन पे गरिदिइहाल्छु। बहुत बहुत धन्यवाद।